स्वागत छ यहाँहरूलाई फेरि पनि अर्को भिडियोमा। आजको यस भिडियोमा म तपाईलाई एउटा नेपालको यस्तो एपको बारेमा रिभ्यू गर्न गइरहेको छु जुन ठ्याक्कै चाहिँ फेसबुक जस्तै नै चल्ने एप हो, जसको नाम चाहिँ म बोल्ने छु। पहिले यो तपाईँ हेर्न सक्नुहुन्छ, यसमा कस्तो कस्तो फिचर्स रहेको छ म तपाईलाई त्यो देखाइदिन्छु अनि यसलाई कसरी डाउनलोड गर्ने त्यसको बारेमा म तपाईलाई सेयर गर्छु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ कि फेसबुक जस्तै एकदमै स्टोरी यहाँ तपाईँ लगाउन सक्नुहुन्छ हैन। जस्तै यहाँ तपाईँ यहाँ आफ्नो स्टोरी लगाउन सक्नुहुन्छ पर्मिसनहरू दिएर। यहाँ हेर्न सक्नुहुन्छ तपाईले यस्तो चाहिँ फेसबुक जस्तो त्यस्तै यसमा चाहिँ फेसबुक जस्तो स्क्रोल गर्न सकिने रहेको छ इन्टरफेस। फेसबुक इन्स्टाग्राम जस्तो स्क्रोल गर्ने इन्टरफेस रहेको छ र यसमा चाहिँ फोटो पनि अपलोड गर्न सकिन्छ, भिडियो पनि अपलोड गर्न सकिन्छ, तपाईँ हेर्न सक्नुहुन्छ हैन। र भगवानको पनि जे पनि अपलोड गर्न सकिन्छ। त्यस्तै यदि हामी कनेक्टमा क्लिक गरे हैन, कनेक्टमा क्लिक गरेपछि यहाँ तपाईले सर्च गरेर चाहिँ कोसँग कनेक्ट गर्न सकिने यहाँ प्रोफाइल देखाउँछ। तपाईँ स्किप गर्न सक्नुहुन्छ र प्रोफाइलमा चाहिँ तपाईले यदि क्लिक गर्नुभयो भने कसैको प्रोफाइलमा यदि प्रोफाइलमा क्लिक गर्नुभयो भने यहाँ तपाईले फलो गर्न सक्नुहुन्छ वा तपाईले स्किप गर्नुस्। जो मन पर्छ तपाईले यहाँ ओपन गरेर त्यसको प्रोफाइलमा क्लिक गरेर त्यहाँ तपाईले फलो गर्नु। त्यस्तै यसमा तपाईले यहाँ चाहिँ तपाईले रिल्सहरू हेर्न सक्नुहुन्छ हैन। यस्ता रिल्सहरू फेसबुक जस्तै सेम फिचर छ यसमा पनि। तपाई रिल्सहरू हेर्न सक्नुहुन्छ, सेम हेर्नुस्। तपाई कतिपय मान्छेहरू रिल्स बनाएका छन्। त्यसपछि यसमा चाहिँ तपाई च्याट गर्न सक्नुहुन्छ कि यहाँ तपाई रुम्समा गएर तपाई च्याट गर्न सक्नुहुन्छ। अहिले तपाई कुनै रुम्स जोइन गर्नुभयो भने तपाई च्याट गर्न सक्नुहुन्छ। त्यस्तै अब यसको प्रोफाइलको बारेमा हेर्नु हैन। प्रोफाइल के छ, जस्तै फेसबुकमा प्रोफाइल हुन्छ, ड्याशबोर्ड हुन्छ हैन। फेसबुक प्रोफाइल ड्याशबोर्ड हुन्छ। यसमा पनि प्रोफाइल ड्याशबोर्ड रहेको छ र यसमा तपाईले चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। तपाईले यहाँ आफ्नो फोटो भिडियो चाहिँ हाल्ने हो, इमेज हाल्ने हो कि भिडियो हाल्ने हो कि आइडियो हाल्ने कि भोट गर्ने हैन। तपाई आफ्नो लोकेसन पनि हेर्न सक्नुहुन्छ, राख्न सक्नुहुन्छ। यहाँ तपाईले डिसेबल कमेन्ट सेक्सनहरु हैन, एकदमै फेसबुक जस्तै नै यसमा फिचर्स रहेको छ। एड पोस्ट भनेर यहाँ हैन। त्यसपछि ब्याकमा आउँछु त म। यहाँ मैले हिजो चाहिँ एउटा हाले थिएँ हैन। अब जे हाले थिएँ म आफ्नो हाले थिएँ हैन। तपाईँ यहाँ एकदमै हेर्न सक्नुहुन्छ रिल्स सेभड भनेको फेसबुक या इन्स्टाग्रामको एकदमै ठ्याक्कै यो टक्कर दिने एप रहेको छ जुन चाहिँ नेपाली डेभलपरले बनाएको हो। अब त्यसपछि हामीले यहाँको मेनुमा आयो भने यहाँ के हेर्न सकिन्छ हामीले एडिट प्रोफाइल। यहाँ तपाईँ आफ्नो प्रोफाइल एडिट गर्न सक्नुहुन्छ हैन। यहाँ तपाईले चाहिँ आफ्नो नाम राख्नु होला, फेरि यहाँ कन्ट्री चाहिँ आफ्नो नेपाली राख्नु होइन। त्यसपछि यहाँ आफ्नो युजर नेम राख्न सक्नुहुन्छ। तपाईँ लोकेसन कहाँ हो, होम टाउन कहाँ हो, वेबसाइट छ भने वेबसाइटको लिङ्क हालिदिनु, युट्युबको लिङ्क हालिदिनु, टिकटकको लिङ्क हाल्न समेत हामीले यस्तो फिचर रहेको छ। हालेपछि तपाईँले आफ्नो अपडेट गरिलिनु होला हैन। त्यसपछि हामी यहाँ ब्याक आयौँ हैन। प्रोफाइल भेरिफिकेसनको लागि यहाँ तपाईँको रहेको हुन्छ, त्यहाँ प्लानहरू रहेको छ प्रोफाइल भेरिफिकेसनको लागि। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ के कति फलोवर्स भएमा तपाईँको एलिजिबिलिटी हुन्छ हेर्न सक्नुहुन्छ। मिट वान अफ दिज यति भयो भने 50वटा पोस्ट हुनु पर्यो, 20वटा रिल्स भयो, 500वटा फलोवर्स हुनुपर्छ। यहाँ तपाईले त्यसपछि आफ्नो प्रोफाइललाई भेरिफाई गर्न सक्नुहुन्छ। त्यस्तै यहाँ मोनेटाइजेसन क्राइटेरियाहरू रहेको छ, ठ्याक्कै फेसबुक जस्तै रहेको छ। यहाँबाट हेर्न सक्नुहुन्छ कस्तो रहेको छ फिचर्स। 200 फलोवर्स, 500 रिल्स भ्युज हुनु पर्यो 30 दिनमा हैन। क्रिएटरको चाहिँ कति हुन्छ 100वटा 1000वटा फलोवर हुनु पर्यो। पार्टनर्स हुनु पर्यो 3000 प्लस। यस्तो फिचर्सहरू रहेको छ हैन। किप क्रिएटिङ भनिरहेछ। यहाँ तपाईँ बनाउँदै जानु। एडभर्टाइजिङ पनि गर्न सक्नुहुन्छ। यहाँ तपाईँले आफ्नो जे गर्नुहुन्छ हैन, एडभर्टाइजमेन्ट गर्ने हो केही कुराको भने यहाँबाट तपाईँले एडभर्टाइजमेन्ट पनि गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ रहेको छ तपाईँको लोकेसन सेटिङ। आफ्नो लोकेसन बन्द र चालु गर्न सक्नुहुन्छ। रुम हाउस तपाईँले आफ्नो रुम बनाउन सक्नुहुन्छ हैन। तपाईँले अघि मैले देखाएको नि त्यो च्याट गर्नलाई धेरै मान्छेहरू ग्रुप भएर च्याट गर्छ हैन, त्यो चाहिँ यसमा पनि तपाईँले आफ्नै च्याट बनाउन सक्नुहुन्छ। तपाईँ आफ्नो अनुसार बनाउन सक्नुहुन्छ। तपाईँले जुन फिचर्स राम्रो लाग्ला यहाँ तपाईँ आफ्नो नाम राख्नु होला, यहाँबाट डिस्क्रिप्सन राख्नु होला। अब कस्तो खाले तपाईँ बनाउनुहुन्छ त्यो चाहिँ कस्तो खालको चाहिँ त्यो ग्रुप बनाइराख्नु भएको छ, एजुकेसन, मुभी, डान्स के तपाईँ जुन तपाईँको राम्रो लाग्छ त्यो तपाईँ त्यो अनुसार गर्नु होला हैन। यो ठुलो भइहाल्छ भिडियो चाहिँ, त्यसैले म चाहिँ छिटो गइरहेको छु हैन। अब यहाँ तपाईँ अझै हेर्न सक्नुहुन्छ रुम इन्भाइट फ्रेन्ड्सहरू रहेको छ। तपाईँहरूले साथीहरूले पनि इन्भाइट गर्न सक्नुहुन्छ। त्यसपछि यहाँ ब्लग प्रोफाइल जस्तै फेसबुकमा प्रोफाइल ब्लग गरिदिनुहुन्छ, त्यस्तै यसमा पनि प्रोफाइल ब्लग छ। एकदमै टिकटक फेसबुक इन्स्टाग्रामलाई यो कम्बिनेसन गरेर डेभलपरले एउटा सफ्टवेयर बनाएको छ कि यहाँ तपाईँ ल्याङ्ग्वेज पनि चेन्ज गर्न सक्नुहुन्छ। इङ्ग्लिस नेपाली मात्रै रहेको छ किनभने नेपालद्वारा बनाइएको सफ्टवेयर रहेछ, त्यसैले यसमा दुईवटा फिचर्स मात्रै राखेको छ, यदि इङ्ग्लिस अदरवाइज नेपाली। यहाँ थिम्स तपाईँ आफ्नो चेन्ज गर्न सक्नुहुन्छ। यहाँ अटो प्ले छ, यस्तो धेरै फिचर्सहरू रहेको छ। यहाँ रिवार्ड पनि अर्न गर्न सक्नुहुन्छ। तपाईँले
एड्सहरू चलाएर होइन। यहाँ चाहिँ मेरो रहेको छ यो तपाईँ यो रिफेयर कोडबाट यदि तपाईँ इन्टर गर्नुभयो भने यो सफ्टवेयर डाउनलोड गर्दाखेरि इन्टर गर्नुभयो भने तपाईँलाई त्यहाँ तपाईँले केही विशेष छुट मिल्छ। ठिक छ, यहाँ 20 पोइन्ट रहेको छ। अब त हामीले यति फिचर्सहरू रहेको छ यसमा तपाईँ हेर्न सक्नुहुन्छ। अब हामी चाहिँ अब यो सफ्टवेयर कसरी डाउनलोड गर्ने त्यसमा चाहिँ लाग्नु पर्यो। अब यो सफ्टवेयरलाई डाउनलोड गर्नको लागि तपाईँले सिम्पली चाहिँ प्ले स्टोरमा आउनु होला, आफ्नो मोबाइलको प्ले स्टोरमा जानु होला, प्ले स्टोरमा। अनि त्यहाँ गएपछि तपाईँले चाहिँ यहाँ सिम्पली गएर यहाँ सर्च बारमा गएर तपाईँले थोप्ला भनेर सर्च गर्नु होला, जुन मैले अघि नै सर्च गरेको छु। यो रहेको छ हाम्रो थोप्ला कनेक्टिङ नेपाली चाहिँ छ होइन। यसमा तपाईँ गएर यसको थोरै रिभ्यू दिन्छु। यहाँ कस्तो रिभ्यू रहेछ, 56 जनाले 3.7 रिभ्यू गरेछ होइन। 29 MB को रहेछ यो र 5000 भन्दा पहिले साथीहरूले चाहिँ यसलाई डाउनलोड गरेका छन् यो सफ्टवेयरलाई। अझै फिचर्सहरू रहेछ अबाउट दिस सफ्टवेयर। यो सफ्टवेयर कहिले भनेको यहाँ हेर्न सक्नुहुन्छ तपाईँले। यो सफ्टवेयर चाहिँ 2025 अप्रिल 26 तारिकको नै यो चाहिँ प्ले स्टोरमै एभाइलेबल थियो होइन। त्यसपछि हामीहरूको अहिले भर्खरै नै अपडेट भएको छ 3 अगस्त 2026, जुन चाहिँ 1 हप्ता अघि चाहिँ यसले अपडेट आएको छ। त्यसपछि हामीले यहाँ डाउनलोड गर्न सक्छौँ। डाउनलोड भएपछि तपाईँको यहाँ सेक्युरिटी सिस्टम चेकअप हुन्छ। जस्तो मेरो अहिले रेडमीको मोबाइल रहेको छ, यहाँको सेक्युरिटी स्क्यान भइरहेछ, तपाईँको पनि स्क्यान गर्छ। अब सफ्टवेयर डाउनलोड भएपछि हामीले चाहिँ आफ्नो मोबाइलमा चाहिँ त्यो सफ्टवेयरलाई खोल्नु होला होइन। तपाईँहरूले पनि आफ्नो मोबाइलमा चाहिँ यस सफ्टवेयरलाई खोल्नु होला। र यो प्रोसेस चाहिँ सबैको लागि त्यस्तै रहेछ। आइफोन तपाईँ युजर हुनुहुन्छ त्यसमा पनि सेम त्यस्तै रहेछ र एन्ड्रोइडमा पनि त्यस्तै रहेको छ। यहाँ म सफ्टवेयर खोल्छु होइन। अब यहाँ तपाईँ हेर्न सक्नुहुन्छ कस्तो कस्तो फिचर रहेको छ। फ्रेन्ड बनाउन सक्नुहुन्छ, फाइन्ड न्यू फ्रेन्ड्स, त्यसपछि क्रिएट पोस्ट गर्न सक्नुहुन्छ, त्यसपछि तपाईँले क्रिएट रिल्स पनि बनाउन सक्नुहुन्छ र च्याट बनाउन सक्नुहुन्छ, जुन मैले तपाईँले अघि नै बताएको होइन। त्यसपछि तपाईँले यहाँ के गर्नुपर्छ, यहाँ हेर्नुपर्छ। यहाँ तपाईँले लगइनवाला इन्टरफेसमा आउनुहुन्छ, लगइन इन्टरफेसमा आउनुहुन्छ। यहाँ चाहिँ मैले तपाईँले अघि नै चाहिँ रिफेरल कोड एउटा दिएको थिएँ होइन। लिङ्क चाहिँ रिफेरल कोड जुन मैले चाहिँ कपी गरेको थिएँ होइन। म त यहाँ रिफेयर कोड राख्छु होइन। यहाँ मैले चाहिँ यो रिफेयर कोड राखिसकेपछि होइन, यो मेरो रिफेयर कोड हो। यदि तपाईँले पनि यो रिफेयर कोडबाट जानुभयो भने तपाईँले केही अमाउन्टमा तपाईँले कोइन्स जित्न मिल्छ। त्यसपछि एप्लाई गर्नु होला होइन। यो चाहिँ मैले एप्लाई गरिसकेँ होइन। रिफेयर कोड इज भेरिफाइड। यसपछि तपाईँले चाहिँ आफ्नो इमेलबाट लगइन गर्नु होला। जस्तै इमेलबाट लगइन गर्न सक्नुहुन्छ। यदि भएन भने तपाईँ गुगल्सबाट पनि लगइन गर्न सक्नुहुन्छ होइन। अब गुगलबाट लगइन गर्दाखेरि आफ्नो जिमेल चाहिँ तपाईँले यहाँबाट चुज गर्नु होला, कुन जिमेलबाट लगइन गर्ने हो तपाईँको अनुसार होइन। त्यसपछि तपाईँ यहाँ लगइन गर्नु होला। लगइन भएपछि तपाईँहरूले फेरि त्यस्तै इन्टरफेस हेर्न सक्नुहुन्छ, जुन मैले तपाईँले अघि नै देखाएको थिएँ होइन। त्यही इन्टरफेस रहेको छ। अझै म यसमा केही छुट भएको थियो, त्यो लास्टमा अहिले बताइदिन्छु, भनिदिन्छु तपाईँहरूले। यहाँबाट तपाईँले आफ्नो प्रोफाइलै चाहिँ डिलिट गर्न सक्नुहुन्छ होइन। यहाँबाट डिलिट गर्न सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ डिलिट माई एकाउन्ट। जस्तै म अहिले नै आफ्नो एकाउन्टलाई डिलिट गरेर तपाईँहरूले देखाउँछु यहाँबाट डिलिट कसरी हुन्छ। यसमा गएर तपाईँले यहाँ फेरि क्यापिटल लेटरमै डिलिट टाइप गर्नुपर्छ, DELETE डिलिट टाइप गरेपछि यहाँ तपाईँले डिलिट भइहाल्छ यो होइन। यो सफ्टवेयर डिलिट भइहाल्छ। यही थियो आजको यो ट्युटोरियल भिडियो चाहिँ थोप्ला एपको बारेमा। हुनसक्छ मैले केही मिस्टेक गरेँ होला होइन। आई एम सरी फर द्याट एन्ड एलोङ विथ द डेभलपर आई वान से सरी, किनभने सबै मैले चाहिँ बनाउन सकेन होइन। आजको लागि यति नै थियो। यो भिडियो तपाईँले कस्तो लागेर इन्फर्मेटिभ लाग्यो होला भने यस भिडियोलाई लाइक गरी तपाईँले कमेन्ट गर्नु होला कुन टपिकमा तपाईँ बुझ्नु भएन। म तपाईँले कमेन्ट सेक्सनमा गएर तपाईँले सम्झाइरहेको हुन्छु।